पहिला पहिला बाआमा मरेपछि छोराछोरी टुहुरा हुन्थे। अहिले छोराछोरी बढेपछि बाआमा टुहुरा हुँदो रहेछ। फिल्ममा निर शाहको यो डायलगबाट नै तपाईले परान फिल्मलाई अनुभव गर्न सक्नुहुन्छ यो फिल्म कतिको घतलाग्दो छ भनेर। अहिलेको नेपाली समाजको यथार्थ चित्रण गरिएको छ। यो फिल्म चाहिँ विशेष गरी परदेशीका छोराछोरी र छोराछोरी परदेशीपछि बाआमामाथि पर्ने पीडाको बारेमा एकदमै सरल तरिकाले तर एकदमै मुट्टु छुने खालको चाहिँ चलचित्र बनेको छ। चलचित्रको परान फिल्मको चाहिँ हरेक डायलग डेलिभरीहरू हरेक इच एन्ड एभ्री डायलग यति राम्रो यति मजाले लेखन गरिएको छ, यति राम्रो डाइरेक्सन छ हैन। यति धेरै मेकरले चाहिँ भनौँ न यस्तो मजाले फिल्म बनाएको छ नि तपाईलाई कुनै पनि मोमेन्टमा गएर चाहिँ त्यो दिक्क लाग्ने वक्क लाग्ने तपाईले त्यो हुन्छ नि त्यो पुरै फिल गर्दा गर्दै त्यो फिल्म सकेको तपाईलाई थाहा नै हुँदैन। र मलाई चाहिँ सबैभन्दा बेस्ट एकदमै राम्रो लागेको भनेको चाहिँ निर शाहको अभिनय हो। र यो फिल्मको मेन लिड रोलमा पनि निर शाह नै हुनुहुन्छ र मलाई सबैभन्दा ज्यादा हार्ट टचिङ भएको पनि निर शाहको अभिनयबाट हो। त्यही भएर सबैजनाले यो चलचित्र चाहिँ एकचोटि हेर्नै पर्छ। र जसको त छोराछोरी बाहिर हुनुहुन्छ बाहिर बस्नु भएको छ उहाँहरूलाई त झन् धेरै नै पीडा हुन्छ यो चलचित्र हेर्दाखेरि, किनभने उहाँले रिलेट गर्न सक्नुहुन्छ र तपाईको मनमुटु छुन सक्ने खालको चाहिँ चलचित्र परान बनेको छ। र हामी हलमा जाँदाखेरि पनि प्राय चाहिँ सबै बुवा आमाहरू चाहिँ आउनुभएको त धेरै चाहिँ बुवा आमाको जमात नै थियो र सबैजना रोइरहनु भएको कस्तो हुन्छ नि। मुभी सुरु हुँदै त्यो मुभी सुरु भएको 15-20 मिनटमै चलचित्रको डायलगहरू यस्तो छ नि र पात्रहरूलाई यसरी बाँधिएको छ तपाई त्यहीबाट नै भाव विवल हुन सक्नुहुन्छ।